ल सबै ल अब देउडा रारा इको रिसोर्ट प्रालीको यो चाहिँ चोरै हेर्न सक्नु रारा इको यो यहाँ घोडाहरू मजाले यहाँबाट मान्छे जाने घोडा सानो व्यवस्था छ यहाँ मजाले राम्रो खाना बस्नुको व्यवस्था यो आउने हाम्रो को लागि ल अब हाम्रो चाहिँ यहाँ के भन्छ हाम्रो जेउडामा नास्ता कार्यक्रम हुँदैछ हाम्रो सरहरू चट्ट पारेर यहाँको चाहिँ बेस्ट भने यो चाउचाउ सिमी अर्ग्यानिक चट्ट हाम्रो यहाँ बिबी सर ल फाइनली चाहिँ हामी रारा आइपुग्यो अब चाहिँ राराको सुन्दरतालाई हेर्छौँ रारामा आनन्द लिन्छौँ देउडा खेल्छौँ नाच्छौँ गाम्छौँ यहाँ तिर्लोक दि क्यान्टिन होमस्टे यहाँ पनि राम्रो खाना बस्नको व्यवस्था छ अब हामी केही समयमै यहाँ चाहिँ इन्ट्री भइसकेको छ अब चाहिँ अगाडि बढ्दैछौँ अबको करिबन 1 घन्टामा हामी चाहिँ जेउडे भन्ने ठाउँमा पुग्छौँ अब हाम्रो यात्रा यो बाजुरा र मुगु जिल्लाको सिमाना झुगालाबाट हाम्रो यात्रा स्टार्ट भएको छ हामी खतेड गाउँपालिका हुँदै जुन मोटर बाटोको इन्डिङ पोइन्टसम्म हामी पुग्नेछौँ रारा जाने बाटोको मोटर बाटोको अन्तिमसम्म पुग्नेछौँ र त्यहाँबाट चाहिँ हाम्रो पैदल यात्रा सुरु हुनेछ हेलो नमस्ते एन्ड वेलकम माई युट्युब च्यानल सबैलाई नमस्ते अनि हार्दिक स्वागत छ प्रज्वल पारेखी अफिसियल युट्युब च्यानलमा सन्चै हुनुहुन्छ होला आराम हुनुहुन्छ होला मैले यो आश गरेँ अब आजको भिडियोको विषयवस्तु भिडियो के कसो बनेको छ हाइलाइट्सबाट थाहा पाइसक्नु भएको छ नेपालको सबैभन्दा ठुलो ताल रारा ताल पर्यटकीय सम्भावनाले भरिपूर्ण सबैको मनमुटुमा बस्न सफल आफैमा पनि प्राकृतिक सुन्दरताले भरिपूर्ण रारासम्मको यात्रा जुन हामी बाजुराको धुलाचौड हुँदै खत्याड हुँदै हामी रारासम्मको यात्रा आजको यात्रा कस्तो रहनेछ म त्यसको बारेमा भिडियो देखाउन गइरहेको छु कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह प्रतिक्रिया दिनु होला मन परेछ भने भिडियो सेयर लाइक कमेन्ट गर्नु होला र भिडियो अन्तिमसम्म हेर्नु होला भिडियो निकै रमाइलो बनेको छ अनि सँगै प्रज्वल पारेखी अफिसियल युट्युब च्यानल पनि सब्स्क्राइब गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु अब हेरौँ भिडियो कस्तो बनेको छ जम रारा रमाइलो गर्न है त यो यात्रा चाहिँ मुगु र बाजुराको सिमाना धुलाचौड हुँदै झुगाला हुँदैको यात्रा स्टार्ट हो यो झुगालाको पुल क्रस भएर अब हामी खतेड गाउँपालिका हुँदै केही बेरमा हामी कहाँ पुग्छौँ भने मसाने पुग्न सक्छौँ ल फाइनल्ली चाहिँ हामी आइपुग्यो अब यो चाहिँ मसाने हो खतेड गाउँपालिका वडा नम्बर 1 पर्ने मसानेमा हामी आइपुगेका छौँ अब हाम्रो यहाँ बाटोको यात्रा चाहिँ स्टार्ट हुन्छ यो चाहिँ हाम्रो यो खतेड हुँदै रारा जाने बाटोको इन्डिङ पोइन्ट हो अब यहाँबाट चाहिँ माथि चाहिँ पैदल यात्रा जानुपर्ने हुन्छ यहाँबाट माथि मध्यवर्ती क्षेत्र निकुञ्जको अब स्टार्टिङ पोइन्ट भएकोले यहाँबाट माथि चाहिँ बाटो जान्न अब चाहिँ हिँडेर जानुपर्ने अब चाहिँ इन्डिङ पोइन्ट यहाँ चाहिँ बाइक पार्किङको व्यवस्था सबै भएको यहाँ चाहिँ हाम्रो मिराकल होमस्टे एकदम राम्रो व्यवस्था भएको चट्ट यहाँ चाहिँ बाइकहरू गाडीहरू यहाँ चाहिँ पार्किङ गरेर हामी चाहिँ रारा जान सकिन्छ यो हाम्रो समग्र आज हाम्रो स्वास्थ्यको टिम चाहिँ हामी गम्बडी जाने तयारीमा छौँ अब हामी यहाँबाट जोर्नी चाहिँ स्टार्ट हुन्छ यो बाजुराको धुलाचौडबाट भइसकेपछि यहाँ आएर हाम्रो चाहिँ यो मसानेमा आएर चाहिँ हाम्रो यहाँ हेमन्तामाथि चाहिँ मोटर बाटोको सुविधा छैन हेमन्तामाथि चाहिँ अब हिँडेर जानुपर्छ लेट्स वान अब हेरौँ हेर्दै जाउँ बिचको बाटो अब हामी यही बाटोहरू अगाडि जान्छौँ अब हेर्दै जाउँ के भन्छ अब हाम्रो राराको जोर्नी स्टार्ट भएको छ तर अब हामी मसानेबाट माथि जाँदैछौँ अब यो बाटोमा हेर्दै जाउँ यहाँभन्दा माथि चाहिँ हामी मसानेबाट करिबन 20 मिनट जति हिँडेपछि हामी यो बाँपानी भन्ने ठाउँमा आइपुग्यौँ अब यहाँ पनि खाना बस्नको व्यवस्था भएको नर्मल्ली हाम्रो झिल्के होटल बाँपानी यहाँ पनि मिठो प्रकार खानासाना पाउँछ अब यहाँ जग्गाले चिसो भए पनि ग्रिनहाउसमा साग उत्पादन गरेर तरकारीका आइटमहरू
पाउँछ। अब यो पनि बागमनतिरको सबै यो खाजा पाउने होटल सोटल भएको व्यवस्था भएको चाहिन्छ। त हाम्रो साउनी बहिनी यहाँ बसिराख्नु भएको छ, महाकाली रारा होटल। ओके, हाम्रो यो अर्को स्टपमा आइपुग्यौँ। हाम्रो एकजना साउनी बहिनी रहेछन् है, यहाँ चाहिँ भिडियो पनि के छ, खानासाना मिठो मसिनो पाउँछ किन? लाज मानिरह्यो कि हाम्रो। के अरे तिम्रो होटलको नाम के अरे? अलपुडा। ल त फेस देखाउ न, फेस देखाउ न। अब यहाँबाट हामी केही समयमा, यहाँको 15-20 मिनटमा हामी चाहिँ गजल भन्ने ठाउँमा गइपुग्छौँ। त्यहाँ चाहिँ नेपाल आर्मीको चेकपोस्ट मध्यवर्ती निकुञ्ज मध्यवर्ती क्षेत्रको सुरक्षामा रहेको हामी चेकपोस्टमा पुग्छौँ। केही समय हिँड्यो भने यो पनि खाना बस्नको व्यवस्था, यो बाटो हुँदै रारा जानुको लागि यहाँ पनि खाना बस्नको राम्रो व्यवस्था भएको ठाउँ हो। हाम्रो साथीहरू कोही छन् भित्र। बाहुपानीबाट करिबन 20-25 मिनट हिँडेपछि हामी चाहिँ यहाँ यो मुगु अनि जुम्ला जाने बाटोको सिमानामा आइपुग्यौँ हामी। यसलाई भनिन्छ गजडा चाहिँ अगाडि चेकपोस्ट रहेको छ। यो चाहिँ जुम्ला जाने बाटो, यो बाटो यो जुम्ला गोठचिला जाने बाटो। यो चाहिँ गम्बडी रारा अनि सदरमुकाम गम्बडी जाने बाटो। यो चाहिँ पहिला यहाँ चाहिँ एकदम सम्म परेको थियो। गत वर्ष यहाँ चाहिँ पहिरो आएर यसको यसरी चाहिँ पुरिदिएको। अब अगाडि चेकपोस्ट छ है, अगाडि अब भिडियो बनाउनु दिन्छ या दिन्न, के देखाउने कोसिस गर्नेछु, हेर्दै रहनु होला। यहाँ अगाडि चेकपोस्ट रहेको छ। यो राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रको सुरक्षार्थ खटिएको सुरक्षाकर्मीको टोली हो यो। अगाडि चाहिँ यहाँ चाहिँ इन्ट्री भइसकेको छ। अब चाहिँ अगाडि बढ्दैछौँ। अबको करिबन 1 घन्टामा हामी चाहिँ जेउडे भन्ने ठाउँमा पुग्छौँ। जेउडेमा पनि अब खाना बस्नको लागि नर्मल टाइपको होटलहरू, खाजा पसलहरू छ। अब अगाडि बढ्दै जान्छौँ। हेरौँ, जेउडा पुगेपछि त्यहाँको बाँकी कुरा देखाउनेछौँ। पहिलालाई यति नै। साथीहरू छन त टन्न छ, तर पनि म एक्लै हिँडिरहेको छु। केही साथीहरू अगाडि, केही साथीहरू पछाडि छन्। बिस्तारै हजुरहरूलाई देखाउने जमाको साथ म चाहिँ हिँडिरहेको छु। अब गजल हुँदै हामी चाहिँ जेउडा आइपुगेका छौँ। अब करिबन 1 घन्टापछि। अब यहाँ पनि हाम्रो रारा जाने क्रममा यो जेउडा हो। खाना बस्न, खाजा खानको लागि बिचमा एउटा बस्ने वातावरण भएको ठाउँ हो यो जेउडा हो। अब हो त्यहाँ जेउडा होटल। ल हाम्रो स्वास्थ्यकर्मी बहिनीहरू, ट्रेनिङमा आएको बहिनीहरू पनि यहाँ रहेछन्। र यो टिम, नमस्कार नमस्कार नमस्कार, धन्यवाद 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 धन्यवाद। हाम्रो अब हामी अबको करिबन आधा घन्टामा हामी चाहिँ कहाँ पुग्छौँ? माझगट्टा पुग्छौँ। माझगट्टाबाट हामी त्यसको आधा घन्टामा फेरि रारा पुग्छौँ। म हजुरहरूलाई देखाउँदै
जानेछु। अहिले चाहिँ चट्टबारमा यो जेउडेको होटेल मजाले बाटो खोलखोलाइ हुँदै राराबाट बग्ने पानी खोला खोला हुँदै हामी चाहिँ रारा जान्छौँ। यो मनोकामना होटेल एउटा यहाँ छ अनि अर्को एकान्त हिमाली होटेल यहाँ रारा जाने क्रममा बाटोमा पर्ने होटेल। आउँदैछन् हाम्रो टोलीहरू पछाडि मजाले आउँछ, अरू टोलीहरू पुग्छ। अब केही समय हामी रारा पुग्छौँ। अब हामी फाइनली चाहिँ यो एकान्त हिमाली होटेलमा अब खाजा खाना चाहिँ रेस्ट गर्दैछौँ। केही समयमा हामी चट्ट कहाँ पुग्छौँ भने होइन माझबाट पुग्छौँ। माझपछि हामी रारा आउँछौँ। एकजना हामीसँग अग्रज व्यक्ति पनि हुनुहुन्छ, उहाँ पनि हामीसँग यात्रामा हुनुहुन्छ। हाम्रो स्वास्थ्यको टिममा चाहिँ हाम्रो सेवापी चाहिँ हाम्रो अनमी नानी। अब म त छँदैछु क्या, तपाईँ सबैले चिन्नु भएको छ। यो अपडेट चाहिँ हजुरलाई दिँदै गर्छौँ हामी रारा पुगिन्जेलसम्म। त्यहाँ के हुन्छ सबै कुरा हेर्दै जाउँ है त। ल अब हाम्रो चाहिँ यहाँ के भन्छ हाम्रो जेउडामा नास्ता कार्यक्रम हुँदैछ। हाम्रो सरहरू चट्ट पारेर यहाँको चाहिँ बेस्ट भने यो चाउचाउ सिमी अर्ग्यानिक चट्ट। अब हाम्रो यहाँ बिबी सर पारीबाट चाहिँ काम दिनुहुन्छ। उहाँ चाहिँ अब टिकटकमा पछिल्लो समय भाइरल पनि हुन्छ। उहाँलाई विशेष फोकस गर्नुपर्ने भयो सबैले, विशेष गरेर यो चाहिँ हाम्रो युट्युबमा आउँछ। त्यो भएर सबैले अब हामी जेउडाबाट गरी आधा घन्टा हिँडिसकेपछि अब हामी माझघट्ट प्रवेश गर्दैछौँ। माझघट्टको यो चाहिँ मोनो खुट्किला भन्ने ठाउँ हो। यहाँ तिल्लोक दि क्यान्टिन होमस्टे, यहाँ पनि राम्रो खाना बस्नको व्यवस्था छ। अब हामी केही समयमै रारा पुग्छौँ। यहाँ हाम्रो सबै स्वास्थ्यको टोलीहरू सबै चिल पारामा हिँडिराख्नु भएको छ। यसको जस्ट माथि, यसको माथितिर मोरमा टप जुन धेरै जिल्लाहरू देख्न सकिन्छ त्यो टपबाट। अब हामी निकुञ्ज एरियामै छौँ। यो चाहिँ माझघट्ट कर्स। केही छिनमै हामी रारा पुग्छौँ होला। अब यहाँ आउने हाम्रो आन्तरिक तथा बाह्य पर्यटकहरूको लागि खान बस्न यात्रा गर्नुको लागि त्यो चाहिँ कुनै अहिले पछिल्लो समय त्यति समस्या छैन जस्तो लागेको छ। बिहान मैले जुन ठाउँबाट उद्गम स्थल एउटा स्टार्टिङ मैले सुरुवात गरेको थिएँ त्यहाँसम्म हाम्रो बाजुरा हुँदै त्यहाँसम्म हाम्रो आफ्नै अब बाइकहरूमा जिउहरूमा त्यहाँसम्म आएर त्यहाँ चाहिँ रोकेर हामी चाहिँ बिस्तारै खोलाको यताउता विभिन्न सुन्दरताहरूलाई निहाल्दै हामी बिस्तारै बिस्तारै रारा आउन सक्छौँ। बिचमा खाना बस्न टाइपको होटेलहरूको पनि व्यवस्था छ। अब उतातिर त अब रारा आउन बाँकी नै छ। यहाँ धेरै होमस्टेहरू छन्, हेर्दै जाउँ। म अरू होमस्टेहरू पनि यहाँहरूलाई देखाउने छु र राराको सुन्दरता अझ बाँकी नै छ। अब हामी चाहिँ फेरि माझघट्टमै छौँ। अब यहाँ चाहिँ होटेलहरू होमस्टेहरूको अब चाहिँ लाइन आएको छ। मजाले चाहिँ राम्रो खाना बस्नको व्यवस्था भएको होमस्टेहरू म देखाउँदैछु। केही क्षणमा हामी रारा आउँछौँ। त्योभन्दा पहिला यतातिर हाम्रो रारा आउने इच्छुक साथीहरूलाई खाना बस्न यहाँको व्यवस्थाहरू के छ, यहाँको यात्रा कस्तो छ त्यसको बारेमा म केही देखाउने कोसिस गरिरहेको छु। हाम्रो धीरेन्द्र सर अगाडि हिँडिराख्नु भएको छ। हाम्रो स्वास्थ्यकै उहाँ चाहिँ हेल्थ असिस्टेन्ट हुनुहुन्छ। पछाडि पनि हाम्रो टिमहरू छ। अब यो चाहिँ हाम्रो हैगा यो खत्याड जाने बाटो। ठक्कै हामी यो खत्याड हुँदै बाजार जान सक्छौँ। अब रारा राष्ट्रिय निकुञ्ज यहाँ चाहिँ माथि जाँदैछ। यहाँभन्दा माथि चाहिँ हाम्रो मुर्मा टप, यहाँबाट टप देख्न सक्छौँ। अब यो हाम्रो यो रारा दरबार होमस्टे एकदमै राम्रो खाना बस्नको व्यवस्था भएको। यहाँ चाहिँ एकदमै आउने अतिथि भवदेवहरूलाई एकदम राम्रो व्यवस्था छ। है अब हाम्रो सबै यो होमस्टेहरू हो। यो माथितिर पनि राम्रो राम्रो छ। हाम्रो साथीहरू हाम्रो बुगल सर, हाम्रो बिरुवा सर र सर हाम्रो स्वास्थ्यकै टिम हो। यो हामी चाहिँ यो हाम्रो मुर्मामा रहेको यो हेल्थ डेस्क हेल्थ नेपाल रविन्द्र मिश्रज्यूको यो चाहिँ सहयोगबाट चलेको हुनुपर्छ सम्भवतः यो जान्नमा आएको। हाम्रो
सबै स्वास्थ्यको टिमहरू यतै रहेछ। अब एकछिन ल रारा इको रिसोर्ट प्रालीको यो चाहिँ चढाइ हेर्न सक्नु। रारा इको यो यहाँ घोडाहरू मजाले यहाँबाट मान्छे जाने घोडा सानो व्यवस्था छ। यहाँ मजाले राम्रो खाना बस्नुको व्यवस्था। यो आउने हाम्रो को लागि यो मोरोटप जाने बाटो नास्ता पसल दामी। ल अगाडि आएका साथीहरू यसो हाई गरिदेऊ न। ल भोलि आउँछ युट्युबमा। ओके ल ल ल ल हाम्रो सबै साथीहरू हाम्रो गौरी सर, शेरबहादुर सर, हाम्रो चिन सर, बीबीसी सर के छ हाम्रो टिकटकमा निकै भाइरल। यता फर्किदिनु पर्यो ल ल ल ल ल ल ओके ओके ल टोलेर हामी सबै अब हामी केही सिनमा हाम्रो राराबाटै हाम्रो देउडा सेउडा हुनेछ। अब अगाडि बढ्दै जान्छ। ल यता भाउ बोकेर यहीँ भाउकै धरा लियो नि भाउकै आमा हामी फाइनल्ली माझगट्टबाट करिबन 10 मिनट हिँडेपछि हामी रारा आइपुग्यौँ। राराको निजारामा आइपुग्यौँ। एउटा बाटो यो चाहिँ अब यहाँबाट हाम्रो पारी जाने भनेको यो तालसा एयरपोर्ट, तालसा विमानस्थलतिर जाने बाटो हो पारीतिर भने। यो चाहिँ हाम्रो गम्बडी सदरमुकामतिर जाने बाटो हुन त त्यो बाटो पनि जान्छ, यो बाटो पनि जान्छ। यो चाहिँ हामी हिँडेर जानुपर्ने हुन्छ उताबाट भनेपछि थोरै आधा घन्टा हिँडेपछि पारीतिर मोटर बाटोको सेवा हामी लिन सक्छौँ। अब राराको सुन्दरता यहाँ चाहिँ देख्न सक्नुहुन्छ मजाले। आहा यति राम्रो देखिएको छ। ल साथीहरूलाई मजाले रारा आउनु पर्यो। मजाले हिउँ पनि पारीतिर देखिरहेकै रहेछ। अब यो बाटो चाहिँ हाम्रो मिली हुँदै जाने सल्लेरी हुँदै तालसा विमानस्थल जाने बाटो चाहिँ पारीतिर भयो। मिली ठ्याक्क यसको पारीतिर अब हामी यो जान्छौँ। यो सैनिक एरिया हुँदै हामी चाहिँ अगाडि सदरमुकामतिर जाने बाटो यो चाहिँ यता हो। ल फाइनल्ली रारा चाहिँ यो है। यसको जस पारी देखिरहेको यो चाहिँ हाम्रो मिली यहाँबाट तालसा जान्छ, तालसा एयरपोर्ट जान्छ यता। अब यहाँबाट हाम्रो चाहिँ यो गर्दा यो मजाले माथि भिउटारमा चढेर मजाले हेर्न मिल्छ यताउता। यो छ राराको सुन्दरता। राराको तारो स्वरूप बाटोहरू बन्दैछ, त्यो हुँदैछ यहाँ बन्दैछ मजाले भइरहेको छ। हिमालयहरू मजाले आहा यति सुन्दर छ क्या चट्ट हिमालमा। हिउँ कस्तो देखेर माथितिरको हिमालको हेरौँ। मनै लोभ्याउने रारा। सबै दुःख पीडाहरू सबै भुलिन्छ यहाँ आयो भने मजाले। यहाँ आनन्द, यहाँको यो सुन्दरताले मान्छेको मन नै लोभ्याइदिन्छ कि सबै कुराहरू हराइदिन्छ। अहिले चाहिँ माछा देखेको छैन। माछा बिहानतिर छालमा बढी खेलिरहेको हुन्छ, अहिले चाहिँ छैन। सबै टोलीहरू आइरहेछन् झ्यामझ्याम। अब यो राराको सुन्दरता मजाले हेरौँ। आनन्द मनमोहक दृश्य एकदमै। जिन्दगीको सारा दुःख पीडा सबै यहाँ चाहिँ यहाँ आयो भने हराइदिन्छ कि यति सुन्दरता। यसको व्याख्या गरेर सकिन्न। यसको सुन्दरताको बारेमा, यसको नेचरको बारेमा सम्भव त हामीले बोल्दा अपुग्नै होला जस्तो लाग्छ शब्दहरू। त्यो भएर यसको प्रकृति, यसको स्वभाव यो आफैमा काफी छ। धेरै उजागर गरिराख्नुपर्छ जस्तो लाग्दैन मलाई तसर्थ।
अब हामी चाहिँ फाइनल्ली रारा पुगिसकेका छौँ। अब एकैछिनमा यहाँ चाहिँ साथीहरू अब देउडा खेल्ने चाहिँ तयारी हुँदैछ। एकछिन अब पाइला मिलाउने र कसरी खेल्ने एकछिन पहिला चाहिँ तयारी हुँदैछ। रमाइलो हाम्रो बहिनीहरू सबै स्टाफहरू चाहिँ देउडा खेल्ने तयारी चाहिँ हुँदैछ। अब हेरौँ रमाइलो कतिको हुन्छ। साथीहरू देउडा खेल्ने तयारी गर्दै हुनुहुन्छ अनि सुरुमा भएकोले कसैको पाइला नमिल्ने कसैको केही नमिल्ने भइरहेको छ, तर पनि फुल इन्जोय रमाइलो गरिराख्नु सबै साथीहरू एकदम आनन्द लिइराख्नु भएको छ, झुमिराख्नु भएको छ, रमाइलो गरिराख्नु भएको छ। अब देउडा खेल्दै खेल्दै रमाइलो गर्दै हामी एकछिन अभ्यास पनि गऱ्यौँ। अब लगत्तै अब फाइनल भिडियो कस्तो बनेछ हेरौँ है त। हामी चाहिँ अब रारासी निकुञ्जबाट अगाडि बढ्ने क्रममा अब उतातिर चेकपोस्ट आउँछ होला। यो रारासी निकुञ्जको कार्यालयको हो, जुन यहाँ चाहिँ पहिला डाँफे होटल थियो, त्यो चाहिँ अहिले जलेको छ। यतापट्टि मैले देखाइरहेको डाँफे होटलको लोकेसन अहिले जलेको छ। अनि यता जुन अब हामी चेकपोस्ट हुँदै अगाडि जान्छौँ। अब यहाँ चाहिँ अगाडि हाम्रो साथीहरू हिँडिराख्नु भएको छ, राराको सुन्दरतालाई निहाल्दै साथीहरूको फाव गर्दै अगाडि हिँडिराख्नु भएको छ। यो प्राकृतिक सुन्दरताले भरिपूर्ण स्वर्गकी अप्सरा राराको मिठो यो हामीले के भन्छ आनन्द स्वाद लिँदै लिँदै अगाडि बढिरहेका छौँ। मैले जुन देखाइरहेको छु यो रारा राष्ट्रिय निकुञ्जको कार्यालय हो, जुन उतातिर देखिरहेको छ। अगाडि हामी जाँदैछौँ, त्यहाँ चाहिँ यो गण जो चेकपोस्ट अब रारा राष्ट्रिय निकुञ्जको मा सुरक्षा खटिएको सुरक्षाकर्मीको टिम त्यहाँ अगाडि हुन्छ। अब यो हाम्रो साथीहरू अगाडि हिँड्दै हुनुहुन्छ। सम्भवतः उतातिर भिडियो बनाउन अलर्ट पनि छैन होला जस्तो लाग्छ, बनाउनु दिन्न, त्यहाँ फोटो खिच्न मनाइ भनेको हुन्छ। र फोटो केही खिचिहाल्यो भने डिलिट गर्न लगाइहाल्छ। अब यसरी यहाँ निकुञ्जका कर्मचारीहरू त्यस पछाडि ओहोरदोहोर गर्ने मान्छेहरू चाहिँ बाटोमा हिँडिराख्नु भएको छ। अब हाम्रो टोली बिस्तारै अगाडि बढ्दैछ, हेरौँ के हुन्छ। चाहिँ रारालाई भन्ने हो भने स्वर्गकी अप्सरा त्यसै नाम दिएको होइन होला जस्तो लाग्छ। वारिपारि टल्किरहेका सेता हिमालहरू बिचमा प्राकृतिक सुन्दरताले भरिपूर्ण राराको आफ्नै एउटा सुन्दरता छ, आफ्नै एउटा विशेषता छ। देश स्वदेश तथा विदेशीहरूको मन जित्न सफल रारा एकचोटि जिन्दगीमा घुप्नै पर्ने लायकको। हामी राराको मनमोहक दृश्य हेरिसकेपछि बिस्तारै बिस्तारै गम्बडी सदरमुकामतिर लाग्यौँ। 1 घन्टा जति हिँडेपछि हामी गम्बडी सदरमुकामदेखि नै हामी बजडी आइपुग्छौँ। यो देखिराख्नु भएको मुगु जिल्लाको सदरमुकाम गम्बडी हो, जुन साँझ परिसकेको छ। गम्बडी बजार र आसपासका क्षेत्रहरूको यो दृश्य देख्न सक्नु। गम्बडी पुगिसकेपछि 2 दिनको तालिम पश्चात फेरि हामी गम्बडी बजार हुँदै सल्लेरी आइपुग्यौँ। यस सल्लेरी मा जुन डाँफे गेस्ट हाउसमा आइपुग्छौँ, जुन खाना बस्नको एकदम राम्रो व्यवस्था भएको ठाउँमा आइपुग्छौँ। हामी चाहिँ त्यहाँ पनि बस्यौँ र खानामा बस्नको एकदम राम्रो व्यवस्था अनि एकदम आरामदायी व्यवस्था र यताउताको त्यो सुन्दरतालाई पनि निहाल्न मिल्ने रहेछ। डाँफे होटल एकचोटि जानै पर्ने लायकको, बस्नै पर्ने लायकको
देखियो। पुरा भिडियो हेर्नुहुने सबैलाई धेरै धेरै धन्यवाद छ। कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नबिर्सिनु होला। तपाईको प्रतिक्रियाले मलाई अगाडि बढ्ने एउटा हौसला प्रेरणा मिल्दछ भनेर म अनुरोध गर्न चाहन्छु। यदि राम्रो लागेछ भने लाइक, कमेन्ट र सेयर गरिदिनु होला र सँगै प्रज्वल पारेकी अफिसियल युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनु होला। आगामी दिनहरूमा यस्तै किसिमका रोमाञ्चक भिडियोहरू हेर्नका लागि थ्याङ्क यू सो मच।